यिनीहरू जसरी आए नि हिजो प्रचण्डहरू कसरी आए नि होइन जसरी आए प्रचण्डहरू जसरी आए यिनीहरू पनि त्यसरी नै आए अब यिनीहरू पनि त्यसरी नै आउँछन् हामी पनि त्यसरी नै आउँछौँ त्यति कुरा बुझ्नु पुलिस प्रशासनलाई के भन्छु भने नेपाल सेनालाई अलर्ट बस्नु भन्छु पुलिस प्रशासनलाई के भन्छु भने तपाईँहरूका हतियार लुटिया छन् 1400 हतियार त लुटिया छन् तपाईँहरू शान्तिसँगले बस्नुहोस् घरमा तपाईँहरू ननिस्केर तपाईँहरूले पानीका फोहरा केही नहानेपछि आन्दोलन शान्ति हुन्छ हाम्रो आन्दोलनले कसैका घरमा आगो लगाउने होइन कसैका सिंहदरबारमा आगो लगाउने हाम्रो कुनै योजना छैन हाम्रो योजना भनेको यो व्यवस्था परिवर्तन गर्ने हो यो संविधान फ्याँकेर नयाँ संविधान लेख्ने हो नयाँ नेपालको उदय गराउने हो र एनजिओ आइएनजिओ जति त सबै यो जुन छ नि डलरवादी अभियान छ नि यो जो जति छ नि चलेका छन् नि यी त जम्मै यहाँबाट नखेदिकन मैले भने त अबको 1 वर्षमा 50 लाख नेपाली जाँदैछ होइन हामीले 5000 स्वयंसेवक राख्छौँ 5000 है हामी नाम सार्वजनिक गर्दैनौँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यो मङ्सिर 7 कहिले आउँछ भनेर पर्खेर बसेका छन् चामल दाल सबै किनेर होइन भाइ सबै ग्यास हेर्नुहोस् भोलि दुःख नपाउनुहोस् मलाई नबन्नुहोस् र पुलिसलाई म के भन्छु भने तपाईँहरू बाहिरै ननिस्किनुहोस् र निजामती कर्मचारीलाई पनि के भन्छु भने यो सरकारलाई सहयोग नगर्नुहोस् र बस व्यवसायी ट्रक व्यवसायी रिक्सा चालक सङ्घ जन छन् जति उहाँहरू सबैलाई के छ भने हिजो 16% ब्याज थियो हाम्रो आन्दोलनले आज 6%मा ल्याइदिएको छ सास फेर्न बनाइदिएको छ भोलि यो आन्दोलन सफल भयो भने तपाईँहरूलाई 5% ब्याजमा पैसा दिलाउने काम दुर्गा प्रसाईले गर्छ